2046 पछिका सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा, चुनौती र सम्भाव्यता। नेपालको राजनीतिक इतिहासमा 2046 सालको परिवर्तनपछि बहुदलीय व्यवस्थाको पुनस्थापना भयो, तर यससँगै संस्थागत भ्रष्टाचार र बेथिति पनि मौलाउँदै गएको जनगुनासो व्याप्त छ। यही पृष्ठभूमिलाई चिर्न र सुशासनको नयाँ मानक स्थापित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो वाचापत्रमा 2046 साल यता सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूको सम्पत्ति उच्चस्तरीय अधिकार सम्पन्न आयोग मार्फत छानबिन गर्ने सङ्कल्प गरेको छ। यो वाचा सुन्दा जति आशालाग्दो र लोकप्रिय छ, यसको कार्यान्वयनको पाटो भने उत्तिकै जटिल, प्राविधिक र राजनीतिक रूपमा चुनौतीपूर्ण देखिन्छ। नेपालको विद्यमान कानुनी ढाँचा, प्रशासनिक क्षमता र हालको बहुमतीय सरकारको समीकरणलाई हेर्दा यो कार्यको सम्भाव्यता र प्रक्रियाबारे गम्भीर विमर्श आवश्यक छ। 2046 सालपछिको सम्पत्ति छानबिन गर्ने कुरा प्राविधिक रूपमा सम्भव भए तापनि यसका लागि पहिलो शर्त दृढ राजनीतिक इच्छाशक्ति र कानुनी संशोधन हो। हाल नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग जस्ता निकायहरू क्रियाशील छन्, तर यिनको क्षेत्राधिकार र कार्यशैलीले 3 दशकभन्दा लामो समयको बृहत छानबिनलाई समेट्न गाह्रो पर्छ। रासपाले भनेझै यो काम गर्नका लागि एउटा शक्तिशाली न्यायिक वा उच्चस्तरीय छानबिन आयोग गठन गर्नु अनिवार्य हुन्छ। यस्तो आयोगलाई विशेष अदालत सरहको अधिकार दिएर निश्चित समय सीमाभित्र अनुसन्धान सक्ने कार्यादेश टर्म्स अफ रेफरेन्स दिनुपर्ने हुन्छ। यो प्रक्रिया सुरु गर्न सबैभन्दा पहिले नेपालका पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी र संवैधानिक निकायका व्यक्तिहरूको सूची तयार पारी उनीहरूको पदमा प्रवेश गर्दाको आर्थिक अवस्था र वर्तमान सम्पत्तिको विवरणको तुलनात्मक अध्ययन गरिनुपर्छ। यसका लागि प्रविधिको प्रयोग गर्दै ब्याङ्किङ ट्रान्ज्याक्सन, घर जग्गाको रेजिस्ट्रेसन र वैदेशिक सम्पत्तिको खोजीका लागि अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वय आवश्यक पर्दछ। यद्यपि यो कार्यमा व्यावहारिक कठिनाइहरू धेरै छन्। 3 दशकभन्दा पुरानो प्रमाण जुटाउनु, धेरैजसो अवैध सम्पत्ति परिवारका अन्य सदस्य वा बेनामी व्यक्तिको नाममा राखिएको हुनु र कतिपय सम्पत्ति विदेश पलायन भइसकेको अवस्थामा त्यसलाई प्रमाणित गर्नु फलामको चिउरा चपाउनु सरह हो। तर असम्भव नै भने होइन। यदि राज्यले रिभर्स बर्डन अफ प्रुफ, प्रमाणको भार आरोपित व्यक्तिमै रहने सिद्धान्त अपनाउने हो भने सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो सम्पत्तिको स्रोत आफैले पुष्टि गर्नुपर्ने हुन्छ। यदि स्रोत खुल्न नसकेमा त्यसलाई अवैध ठहर गरी जफत गर्ने कानुनी बाटो तय गर्न सकिन्छ। यसका लागि प्रचलित भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धिकरण ऐनमा रहेका हदम्याद सम्बन्धी प्रावधानहरूलाई हटाउनुपर्ने हुन्छ, ताकि 2046 सालदेखिको फाइल खोल्न कानुनी अडचन नआओस्। वर्तमान बहुमतीय सरकारको सन्दर्भमा यो एजेन्डाको सम्भाव्यतालाई हेर्दा परिस्थिति निकै पेचिलो देखिन्छ। नेपालको संसदीय राजनीतिमा अहिले कुनै पनि एक दलको स्पष्ट बहुमत छैन र सरकारहरू विभिन्न स्वार्थ समूह र पुराना राजनीतिक दलहरूको जगमा उभिएका छन्। 2046 सालपछिको लामो समयसम्म सत्तामा रहेका मुख्य दलका नेताहरू नै यो छानबिनको दायरामा पर्ने उच्च सम्भावना रहन्छ। यस्तो अवस्थामा ती दलहरू सम्मिलित सरकारले आफ्नै नेताहरूलाई अप्ठ्यारोमा पार्ने गरी यस्तो आयोग गठन गर्न सहजै अनुमति दिने देखिँदैन। बहुमतीय सरकारमा रहेका साझेदार दलहरूबीच तिमीले मेरो मान्छे नछौ, म तिम्रो मान्छे छुन्न भन्ने खालको अघोषित समझदारी, क्रोनिइजम हुने गरेको विगतको अनुभव छ। रासपा आफै सरकारमा हुँदा वा बाहिर रहँदा पनि यो एजेन्डालाई अगाडि बढाउन अन्य ठूला दलको समर्थन बिना सम्भव छैन। त्यसैले संसदमा यस सम्बन्धी विधेयक पारित गर्न र आयोगलाई पूर्ण स्वतन्त्रता दिन राजनीतिक शक्ति सन्तुलनले ठूलो अवरोध सिर्जना गर्न सक्छ। बहुमतीय सरकारमा यो वाचा पूरा गर्नका लागि रासपाले जनदबाव र संसदभित्रको सङ्घर्षलाई एकसाथ लैजानुपर्ने हुन्छ। यदि सरकारले नीति तथा कार्यक्रममा यसलाई समावेश गरे पनि कार्यान्वयनको क्रममा कर्मचारी तन्त्रको असहयोग र कानुनी छिद्रहरूको दुरुपयोग हुने जोखिम रहन्छ। साथै यस्तो छानबिनलाई राजनीतिक प्रतिशोधको साधन बनाइने डर पनि उत्तिकै हुन्छ। त्यसैले यो कार्यलाई सम्भव तुल्याउन गैर राजनीतिक, निष्पक्ष र उच्च छवि भएका पूर्व न्यायाधीश वा विज्ञहरूको नेतृत्वमा आयोग बन्नुपर्छ।
अहिलेको अवस्थामा सरकार टिकाइराख्ने प्राथमिकता र भ्रष्टाचार छानबिन गर्ने जोखिमपूर्ण कदमबीच सधैँ द्वन्द्व देखिन्छ। जबसम्म पुराना दलहरूभित्रैबाट पनि शुद्धिकरणको आवाज बलियो हुँदैन वा नागरिक समाजबाट व्यापक दबाव सृजना हुँदैन, तबसम्म बहुमतीय सरकारको संरचनाभित्र मात्रै यो वाचा पूर्ण रूपमा कार्यान्वयन हुन कठिन देखिन्छ। अन्ततः 2046 सालदेखिको सम्पत्ति छानबिन गर्ने कुरा केवल एउटा चुनावी नारा मात्र नभई नेपालको राज्य प्रणालीलाई शुद्धिकरण गर्ने एउटा महाअभियान हो। यो प्राविधिक रूपमा जटिल र राजनीतिक रूपमा जोखिमपूर्ण छ, तर असम्भव नै भने होइन। यसका लागि बलियो कानुनी आधार, डिजिटल प्रविधिको उच्चतम प्रयोग, अन्तर्राष्ट्रिय सहयोग र सबैभन्दा महत्त्वपूर्ण कुरा सत्ताको लोभभन्दा माथि उठेर गरिएको राजनीतिक आर्ट हो। अहिलेको बहुमतीय सरकारको अवस्थामा यो काम 100% सफल हुन गाह्रो देखिए पनि यसको सुरुवात गर्नु र शक्तिशाली आयोग बनाएर छानबिन प्रक्रिया अगाडि बढाउनु मात्रै पनि नेपाली राजनीतिका लागि ठूलो उपलब्धि र सुधारको सङ्केत हुनेछ। रासपाले आफ्नो बाचा अनुसारको नतिजा निकाल्न संसद र सडक दुवै मोर्चाबाट दबाव सृजना गर्दै साना र ठूला सबै दललाई सुशासनको यो एजेन्डामा सहमत गराउन सक्नु नै यसको सफलताको कडी हुनेछ।